नमस्ते। हिजो मेरो नजर पर्यो रातोपाटीमा प्रकाशित सरस्वती प्रतीक्षाको कवितामा। त्यो कविता मैले शेयर गरेर राखेँ अनि आज बिहान मैले पढेँ। त्यस पछाडि त्यो कविता म सायद आज दिनभरि पढेको पढै छु र अहिले फेरि पुनः फेरि पनि पढिरहेको छु र मलाई पढ्नमा जति पढ्दा उति आनन्द आइरहेको छ। अब जति बुझिराखे जस्तो बल्ल भइरहेको छ। सरस्वती प्रतीक्षा मेरो मनपर्ने साहित्यकार मध्येको एक हुनुहुन्छ। मैले उहाँको त्यो एउटा क्रिया बसेकी एउटा विधवा महिलाको जुन पर्सपेक्टिभमा उहाँले लेख्नु भएको थियो त्यो पढे पछाडि म उहाँप्रति प्रभावित हुँदै आए पछाडि उहाँको उपन्यासहरू लगायतका हरेक कुराहरू पढ्दा मलाई एकदम मजा लाग्छ। उहाँ मेरो मनपर्ने साहित्यकार हुनुहुन्छ। उहाँको कविताको शीर्षक छ अहिले ऊ आँखा देख्दैन। जति बेला ऊ आँखा देख्थ्यो नदेख्नु पर्ने सब कुरा देख्थ्यो। जति बेला ऊ आँखा देख्थ्यो नदेख्नु पर्ने सब कुरा देख्थ्यो। देख्नु पर्ने केही पनि देख्दैनथ्यो। देख्नु पर्ने केही पनि देख्दैनथ्यो। ऊ उदाउँदै गरेको घाममा लालीमा देख्दैनथ्यो। ऊ उदाउँदै गरेको घाममा लालीमा देख्दैनथ्यो। जुत्ताको तुना बाँधेर दौडन तम तयार हतारो देख्थ्यो। जुत्ताको तुना बाँधेर दौडन तयार तम तयार हतारो देख्थ्यो। धेरै कुराहरू छोप्न दौडदै कति बेला आफू आफैबाट छुट्टिसक्थ्यो। मेलो पाउँदैनथ्यो। त्यति बेला उसलाई थाहै भएन। त्यति बेला उसलाई थाहै भएन। बस स्टेशनमा आउँदा आउँदै अन्तिम बस छुट्नु घटना हुन सक्छ। त्यति बेला उसलाई थाहै भएन। बस स्टेशनमा आउँदा आउँदै अन्तिम बस छुट्नु घटना हुन सक्छ। त्यति बेला उसलाई थाहै भएन आफू आफैबाट छुट्नु चाहिँ ठूलो दुर्घटना हो भन्ने कुरा। आफू आफैबाट छुट्नु चाहिँ ठूलो दुर्घटना हो भन्ने कुरा। ऊ कसाई थिएन तर स्वयंलाई काटेर टुक्रा टुक्रा बनाउनु उसको दैनिकी थियो। स्वयंलाई काटेर टुक्रा टुक्रा बनाउनु उसको दैनिकी थियो। हर दिन दौडधुपको अचानोमा राखेर आफैलाई निर्ममता पूर्वक टुक्रा टुक्रा पार्थ्यो र ससानो पोकामा हालेर स्वयंलाई बेचिदिन्थ्यो पुँजी बजारमा। जति बेला ऊ आँखा देख्थ्यो ऊ चारैतिर रफ्तार मात्र देख्थ्यो। ऊ आफ्नो रफ्तारमा ब्रेक नलागोस् भनेर आर्यघाटमा समेत हतारमा लास जलाइरहेका मलामीहरू देख्थ्यो। ऊ रफ्तारमा ब्रेक नलागोस् भनेर आर्यघाटमा समेत हतारमा लास जलाइरहेका मलामीहरू देख्थ्यो। एक दिन बोधि वृक्षको सिंहालमा एउटा दिन आयो फेरि त्यस्तो। एक दिन बोधि वृक्षको सिंहालमा मुख धुँदै गर्दा अचानक उसका आँखाहरू गायब भए। एक दिन बोधि वृक्षको सिंहालमा मुख धुँदै गर्दा अचानक उसका आँखाहरू गायब भए। अहिले ऊ आँखा देख्दैन, बस आवाज सुन्छ। धन्न आफ्नो मुटुले काम गर्न छोड्नु अघि नै पहिलो पटक ऊ आफै मुटु धड्किएको आवाज सुन्दैछ। धन्न आफ्नो मुटुले काम गर्न छोड्नु अघि नै पहिलो पटक ऊ आफ्नै मुटु धड्किएको आवाज सुन्दैछ। पहिले चराहरू आकाशमा उडेको मात्र देख्थ्यो र उचाइ उसको सबैभन्दा प्रिय शब्द थियो। आजकल चराहरूको चिरबिर आवाज सुन्छ। चराहरूको चिरबिर आवाजमा यसरी लट्ठिन्छ कि ऊ आफै सुफी बन्छ। सुफियाना अन्दाजमा मदमस्त झुम्दै नाचिरहन्छ। पहिले आँखा देख्ने बेलामा पहिले सागरलाई भेट्न हतारिँदै बग्ने नदीहरू मात्र देख्थ्यो। नदीहरूको बेग देख्थ्यो। आजकल टक्क अडिएर नदीहरूको सुसाइ सुन्छ। त्यो सुसाइ भित्रको नदीको गहिरो सास फेराइ सुन्छ। मानव कि नदीको हर सासले भनिरहेको छ जीवन क्षणभङ्गुर छ, भोलिलाई नसाच। आज बाँच, अहिले बाँच र अहिले बाँच। जीवन क्षणभङ्गुर छ, भोलिलाई नसोच। आज बाँच, अहिले बाँच र अहिले बाँच। कुनै बेला ऊ आफ्नै विपना ताची सपनाका प्वाखहरू बनाउने गर्थ्यो ताकि सपनामा उड्ने बेलामा परसम्म पुग्न सकोस्। अहिले बुझ्दैछु अल्पायु सपनाका लागि विपनामा स्वयंलाई पल पल मार्नु कति घातक कुरा रहेछ। विपनामा
अल्पायु सपनाका लागि विपनामा स्वयंलाई पल पल मार्नु कति घातक कुरा रहेछ। रहर थियो उसको कुनै दिन संसारकै भव्य र महँगो पेन्टिङ खरिद गर्ने, जुन पेन्टिङमा हरियो रङ हाबी होस्, कलात्मक रुखै रुख हुन् अनि रुखका अर्धमूर्त कथाहरू बोलोस् पेन्टिङले। उसका अरू पनि थुप्रै महँगा रहरहरू थिए। ती रहरहरू पूरा गर्नका लागि ऊ रात दिन घोटिँदै थियो। मान्छेका पाठ पूर्जा निकालेर आफैभित्र बेसुनका पाठ पूर्जा फिट गर्दै थियो। ऊ मान्छेबाट क्रमशः मेसिनमा रूपान्तरित हुँदै थियो। आज जंगलको बीचमा उभिएको छ र सुन्दैछ हावा लाग्दा सरसराउने रुखका पातहरूको सरसराहट, झ्याउकिरीहरूको झ्याउ शास्त्रीय संगीत। आफ्नो वरपर जंगल नै जंगल हुँदा पनि जंगलको चित्र हेरेर रमाउन खोज्ने उति बेलाको पटमुर्ख ऊ अहिले बुझ्दैछ खुशी कुनै वस्तुमा जमेर बस्दैन रहेछ। खुशीको मूल स्वभाव त बग्नु रहेछ बस आफैभित्र। ट्रेडमलमा जिन्दगीभर दौडे पनि पुग्ने त आखिर ट्रेडमिलसम्म नै रहेछ। दौडेर दर्जनौं पटक पहाडको टुप्पोमा पुगे पनि ओर्लेर बेसीमै फर्केपछि भेटिने रहेछन् आफ्ना प्रियजनहरू। नामको भोक नहोस्, बदनामको भय नहोस्, बेनाम नै खिलखिलाउन सकिने मुदित मौसम होस्। नामको भोक नहोस्, बदनामको भय नहोस्, बेनाम खिलखिलाउन सक्ने मुदित मौसम होस्। दृष्टि नभएर पनि दृष्टिकोण नहुनु भन्दा दृष्टि नहोस् बरु दृष्टिकोण होस्। सत्य हो ऊ बेला आँखा देख्दैनथ्यो, यद्यपि केही देख्दैनथ्यो। अहिले ऊ आँखा देख्दैन तर सबै कुरा देख्छ। किनकि उसले भित्री चक्षुबाट देखेको छ।